समाजमा जो नम्रहरू थिए, जो धार्मिकताको खोजी गर्दथे, जो परमप्रभुको खोजी गर्दथे, ती मानिसहरूलाई जोगाइराख्नको लागि परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ। र 2 अध्यायमा त्यसपछि परमेश्वरका मानिसहरूको गिल्ला गर्नेहरू, परमेश्वरका मानिसलाई नष्ट गर्नेहरू, सम्पूर्ण जातिमाथि पनि परमेश्वरको दण्ड आएको कुरो हामीले 2 अध्यायमा हेऱ्यौँ। राजनैतिक नेतृत्व पतन हुनुभन्दा अगाडि त्यहाँको धार्मिक नेतृत्व पतन हुन्छ। मानिसको मुखबाट जस्तो प्रकारको भाषा निस्किन्छ त्यसको चरित्र त्यति नै हो, त्योभन्दा बढी हुन सक्दैन, त्योभन्दा खतम चाहिँ हुन सक्छ। र त्यो व्यक्तिले गरेको धर्म, कर्म, नैतिक शिक्षा जे जति छन् ती सबै आफ्नो पेटको लागि। यस किसिमले हाम्रो देशको पुरोहितहरू नै भ्रष्ट भए पहिलो कुरो, अनि जसको कारण नैतिक शिक्षाको कमी भयो। हाम्रा धर्म ग्रन्थहरू, गीता होस्, चाहे रामायण होस्, चाहे देवी भागवतहरू हुन्, पुराणहरू हुन्, उपनिषदहरू हुन्, यी सबै कहाँ कहाँ थन्किए, पढेनन् मान्छेहरूले। पढ्यो भने पनि खालि त्यो मानिसलाई उक्साउनुको लागि, र पछि गएर हिजो आज धर्मलाई राजनीतिसँग मिसाएर शक्ति प्राप्त गर्नको लागि पनि धर्मलाई चलाउँछन्, तर नैतिकता नष्ट भयो। त्यसै कारण बाइबलले पनि बडो स्पष्टसँग भन्दछ कि जब कुनै देशको धार्मिक नेतृत्व पतन हुन्छ, त्यसपछि त्यो देशको राजनैतिक नेतृत्व पतन हुन्छ, भ्रष्ट हुन्छ, र त्यो देश र समाज पतनतिर जान्छ। पुजारी भ्रष्ट भए होलान्, पुरोहितहरू भ्रष्ट भए होलान्, अगमवक्ताहरू भ्रष्ट भए होलान्, धर्मगुरुहरू भ्रष्ट भए होलान्, राजनैतिक नेतृत्व भ्रष्ट भयो होला, तर न्याय गर्ने परमेश्वरको न्याय मरेको छैन। उहाँ न्याय गर्नुहुन्छ। क्रिस्चियनको होस्, यहुदीको होस्, गैर क्रिस्चियन जुनसुकै व्यक्ति यदि परमेश्वरको ताडनालाई देखेर पश्चाताप गर्नुको सट्टा अझै पापपूर्ण जीवन जिउनको लागि उत्सुक भएर अगाडि जान्छ भनेदेखि त्यसले परमेश्वरको क्रोधको सामना गर्नेछ। सपनियाको किताब छोटो किताब छ, 3टा अध्याय छन्, त्यसमा पनि ती अध्यायहरू धेरै लामा लामा पनि छैनन्। र यसको ऐतिहासिक पृष्ठभूमिलाई हेर्ने हो भनेदेखि ईसा पूर्व 630-25 तिर सपनियाले योसिया राजाको समयमा अगमबाणी गरेका थिए। सपनिया आफै पनि राजघरानाका व्यक्ति हुन्, हिजकिया राजाका सन्तान हुन्, र उनको अगमबाणी छोटो छ तर त्यसमा धेरै कुराहरू समावेश भएका छन्। पृथ्वीको उत्पत्तिदेखि अन्त्यसम्म, सृष्टिको सुरुदेखि अन्त्यसम्मदेखि लिएर एउटा साधारण नम्र व्यक्तिदेखि लिएर सम्राटसम्म समेटिएका छन्। एउटा साधारण जातिदेखि लिएर विश्व समुदायलाई त्यसले सम्बोधन गरेको छ, र परमेश्वरको त्यो महानतालाई बडो गजबले प्रस्तुत गरेको छ। र एक अध्यायमा परमेश्वरले आफ्नै जाति भनेर चुनिएको यहुदी जातिमाथि पनि दण्ड ल्याउनु भयो, कारण त्यो यहुदी जातिले पनि परमेश्वरप्रति जुन प्रकारको भक्ति र विश्वासयोग्यता जाहेर गर्नुपर्ने थियो त्यो तिनीहरूले गरेनन्। फलस्वरूप पापको ज्याला तिनीहरूले तिर्नु पर्यो, अनि तिनीहरूलाई दण्ड दिनको लागि परमेश्वरले असुरीहरू चलाउनु भयो, बाबिलोनीहरू चलाउनु भयो। तर जब परमेश्वरको हातमा यी बाबिलोनीहरू, असुरीहरू, असिरियनहरू, पर्सियनहरू पनि चलाइन्दथे, त्यति बेलामा यिनीहरू पनि निकै क्रुद्ध अमानवीय व्यवहार गर्दथे, जसको बदला परमेश्वरले तिनीहरूमाथि पनि लिनुभयो। र त्यसका साथसाथै यहुदाको समाजमा जो नम्रहरू थिए, जो धार्मिकताको खोजी गर्दथे, जो परमप्रभुको खोजी गर्दथे, ती मानिसहरूलाई जोगाइराख्नको लागि परमेश्वरले प्रतिज्ञा गर्नुहुन्छ। र 2 अध्यायमा त्यसपछि परमेश्वरका मानिसहरूको गिल्ला गर्नेहरू, परमेश्वरका मानिसलाई नष्ट गर्नेहरू, सम्पूर्ण जातिमाथि पनि परमेश्वरको दण्ड आएको कुरो हामीले 2 अध्यायमा हेऱ्यौँ। पूर्व, पश्चिम, उत्तर, दक्षिण यहुदाको चारैतिर परमेश्वरले ती जातिहरूलाई दण्डित गर्नुभयो। त्यसपछि अब 3 अध्यायमा आएर त्यो किताबको निष्कर्ष छ, र फेरि यहुदालाई सम्बोधन गरेर त्यसपछि परमप्रभुले
आफ्ना मानिसलाई कसरी सुरक्षित राख्नुहुन्छ, कसरी शुद्ध बनाउनुहुन्छ र कसरी पुनर्स्थापना गर्नुहुन्छ भन्ने विषयलाई प्रस्तुत गरिएको छ 3 अध्यायमा। आउनुहोस् पहिला हामी 1 देखि 3-4 पद पढौँ। सपन्या 3 अध्यायको 1बाट म पढ्छु। बागी, अशुद्ध र अत्याचारी सहरलाई धिक्कार। फेरि यो यरुशलेमलाई नै सम्बोधन गरिएको छ। त्यसले कसैको आज्ञा मान्दैन, सही कुरालाई ग्रहण गर्दैन, त्यसले परमप्रभुमा भरोसा राख्दैन, त्यो आफ्ना परमेश्वरको नजिक आउँदैन। यरुशलेमको बागीपन, जुन बागीपनलाई देखेर येशू प्रभुको आँखाबाट आँसु खसेको थियो, उहाँ यो सहरको लागि रुनु भएको थियो। अनि थुप्रै अगमवक्ताहरू पनि रोएको देखिन्छ। त्यसमध्ये सबैभन्दा बढी यरुशलेमको लागि रुने अगमवक्तामा यर्मिया पर्नुहुन्छ र सायद सपन्याले पनि त्यसमाथि आउने अत्याचार देखेर रोएकै हुनुपर्छ। अनि यो सहर बागी हुनुको पछाडिपट्टि 3 पदमा जाउँ। त्यसका अधिकारीहरू गर्जने सिंहहरू र त्यसका शासकहरू चाहिँ बिहानसम्म केही बाँकी नराख्ने साँझका बसाहरू। यो चाहिँ शासक वर्ग, राजनैतिक नेतृत्व भ्रष्ट छ र अत्याचारी छ, दमनकारी छ। त्यहाँका गरिब र निर्मुखाहरूलाई यिनीहरूले नरसंहारै गरिरहेका छन्, अत्याचार छ। त्यसै कारण परमेश्वरको क्रोध यरुशलेमतिर दन्किएको छ। राजनैतिक नेतृत्व मात्रै भ्रष्ट भए त हुन्थ्यो। 4 पदमा हेर्नुहोस्, त्यसका अगमवक्ताहरू हठी छन् र तिनीहरू विश्वासघाती मानिसहरू हुन्। त्यसका पुजारीहरूले पवित्र स्थानलाई अपवित्र पार्छन् र तिनीहरूले व्यवस्थालाई उल्टा पाल्टा पार्दछन्। राजनैतिक सँगसँगै धार्मिक नेतृत्व पतित भइसकेको छ, परमेश्वरको विरुद्धमा जाने नेतृत्व। धेरै पटक यसरी पनि भनिएको छ र इजरायलको इतिहासलाई हेर्दाखेरि पनि देखिन्छ कि राजनैतिक नेतृत्व पतन हुनुभन्दा अगाडि त्यहाँको धार्मिक नेतृत्व पतन हुन्छ। कारण जब धार्मिक नेतृत्व पतन हुन्छ, भ्रष्ट हुन्छ, अपवित्र हुन्छ, दुष्ट हुन्छ, त्यसपछि त्यहाँको राजनैतिक नेतृत्वको विवेकलाई चुनौती दिने कुनै अर्को शक्ति र अधिकार हुँदैन र राजनैतिक नेतृत्व त्यसपछि निकै भ्रष्ट हुन्छ, अभद्र हुन्छ र त्यहाँका जनताले दुःख पाउँछन्। हाम्रो देशको यथास्थितिलाई मात्रै पनि हामीले हेऱ्यौँ भनेदेखि हाम्रो देशको मानसिकता हेर्नुहोस् न। यहाँ कुनै पनि प्रकारको नैतिकताको चिन्ता छैन, कसैलाई कसैको डर छैन, कसैलाई सत्यताको मतलब छैन, भलाइको वास्ता छैन। र सामाजिक सञ्जालले आज हाम्रो समाजको मानसिकतालाई सजिलैसँग नाप्न सक्ने त्यो तराजु दिएको छ। जुन प्रकारको भाषा मानिसले चलाउँदछ त्यो नै त्यसको सही परिचय हो। मानिसको मुखबाट जस्तो प्रकारको भाषा निस्किन्छ त्यसको चरित्र त्यति नै हो, त्योभन्दा बढी हुन सक्दैन, त्योभन्दा खतम चाहिँ हुन सक्छ। त आज राजनैतिक नेताहरूलाई होस्, धार्मिक नेताहरूलाई, आफूलाई मन नपर्ने व्यक्तिको विरुद्धमा गाली गर्नेहरूको भाषा हेर्नुहोस्। त्यो किन समाज यसरी आज विखण्डन भयो र गएको जेनजी आन्दोलनमा र त्यसपछिको विध्वंसको पछाडिपट्टि पनि त्यो मानसिकता हो। यो एकदमै अनैतिक मानसिकता, विवेकहीन मानसिकता। विवेक भएको व्यक्तिले विचार गर्न सक्थ्यो, हो त्यो संसद भवनभित्र बस्ने सांसदहरू दुष्ट छन् होला, तर भवन त हाम्रो हो। सिंहदरबारभित्र बसेर शासन गर्ने मन्त्रीहरू त दुष्ट छन् होला, तर सिंहदरबार त हाम्रो हो। सर्वोच्च अदालतमा न्याय दिने न्यायमूर्तिहरू ठिक छैनन् होला, तर यो त्यहाँको भित्रको जुन सम्पदा छ, सम्पत्ति छ, त्यो त हाम्रो हो भन्ने त्यो मानवता नै आएन, विवेक नै आएन। किनभनेदेखि हाम्रो देशमा
धार्मिक नेतृत्व नै सही छैन। हाम्रो समाजको बनावट नै कस्तो गजबको थियो भनेदेखि विगतको लामो समयदेखि पुजारी र पुरोहित वर्गहरूले पूजापाठ त गरे, तर कुनै ईश्वरको भक्तिको कारण होइन, ईश्वरलाई माया गरेको कारण होइन, बाहुनले पुजारीले आफ्नो पेटको लागि हो, जजमानी गर्नेहरू थिए। अनि मन्दिरमा तपाईँ जानुहोस्, जुनसुकै मन्दिरमा पनि पुजारी हुन्छ, बसेको हुन्छ, भक्तजनहरूले भेटी ल्याउँछन्, त्यहाँ फलफुल चढाउँछन्, पैसा चढाउँछन्, त्यसको कुनै लेखाजोखा हुँदैन। त्यहाँ पुजारीले जे मन लाग्यो त्यही गर्छ। अब पशुपति ठुलो भएको कारण त्यहाँ सरकारले केही समय नियन्त्रण गरे तापनि अधिकांश यस्ता मन्दिर, मठ मन्दिरहरू छन् जहाँ पुजारीको मनोमानी छ र त्यो व्यक्तिले गरेको धर्म, कर्म, नैतिक शिक्षा जे जति छन् ती सबै आफ्नो पेटको लागि। यस किसिमले हाम्रो देशको पुरोहितहरू नै भ्रष्ट भए, पहिलो कुरो। अनि जसको कारण नैतिक शिक्षाको कमी भयो। हाम्रा धर्म ग्रन्थहरू, गीता होस्, चाहे रामायण होस्, चाहे देवी भागवतहरू हुन्, पुराणहरू हुन्, उपनिषदहरू हुन्, यी सबै कहाँ कहाँ थन्किए, पढेनन् मान्छेहरूले। पढ्यो भने पनि खालि त्यो मानिसलाई उक्साउनुको लागि र पछि गएर हिजो आज धर्मलाई राजनीतिसँग मिसाएर शक्ति प्राप्त गर्नको लागि पनि धर्मलाई चलाउँछन्, तर नैतिकता नष्ट भयो। त्यसै कारण बाइबलले पनि बडो स्पष्टसँग भन्दछ कि जब कुनै देशको धार्मिक नेतृत्व पतन हुन्छ, त्यसपछि त्यो देशको राजनैतिक नेतृत्व पतन हुन्छ, भ्रष्ट हुन्छ र त्यो देश र समाज पतनतिर जान्छ। यरुसलेमको दशा ठ्याक्कै त्यस्तै थियो। यहाँ अगमवक्ताहरू ठगी गर्नमा व्यस्त, छली फटाहाहरू, र पुजारीहरू पनि शुद्ध र अशुद्ध कुनै पनि प्रकारको त्यहाँ लेखजोखा छैन। उनीहरूलाई अनैतिक र अभद्र किसिमको जीवन बिताइरहेका छन्। त्यसै कारण परमेश्वरको क्रोध चाहिँ यो देशमा आउँछ। 5 पदमा हेर्नुहोस् त, बडो गजबले 5 पदलाई यसरी हेरौँ। त्यसको बीचमा रहनु भएको परमप्रभु धर्मात्मा हुनुहुन्छ। अर्थात् यी दुष्ट पुजारीहरू, दुष्ट अगमवक्ताहरू, दुष्ट र भ्रष्ट शासकहरूको बीचमा परमेश्वर त हुनुहुन्छ। उहाँ सत्य हुनुहुन्छ, उहाँ साँचो हुनुहुन्छ, उहाँ शुद्ध हुनुहुन्छ, उहाँ पवित्र हुनुहुन्छ, धर्मी हुनुहुन्छ। दोस्रो खण्ड, उहाँ कुनै खराबी गर्नुहुन्न, उहाँले बिहानै पछि न्याय गर्नुहुन्छ। परमेश्वरको न्याय छ, आउँछ। पुजारी भ्रष्ट भए होलान्, पुरोहितहरू भ्रष्ट भए होलान्, अगमवक्ताहरू भ्रष्ट भए होलान्, धर्मगुरुहरू भ्रष्ट भए होलान्, राजनैतिक नेतृत्व भ्रष्ट भयो होला, तर न्याय गर्ने परमेश्वरको न्याय मरेको छैन। उहाँ न्याय गर्नुहुन्छ। प्रत्येक नयाँ दिन उहाँ चुक्नुहुन्न, तापनि अधर्मीलाई लाज लाग्दैन। यी पुजारीहरूलाई लाज छैन, यी अगमवक्ताहरूलाई लाज छैन, यी राजाहरूलाई लाज छैन, यी शासकहरूलाई लाजै छैन। यिर्मयाले भने चाहिँ माई पिपल हेभ फरगटन हाउ टु ब्लस भन्ने कस्तो छ भनेदेखि मेरा मानिसहरू पाप गर्ने बेलामा लजाउनै, शर्माउनै छोडिसके। यिनीहरूलाई आफ्ना कुकर्महरूमा अब लाज लाग्नै छोड्यो। यस्तो प्रकारको भ्रष्ट नेतृत्वको कारण त्यो देश भ्रष्ट भयो, समाज अब दण्डित हुँदैछ, पतन हुँदैछ। 6 पदलाई पनि हेरौँ। परमेश्वरको चेतावनी यसरी आउँछ, मैले जाति जातिहरूलाई नाश गरेको छु। यो चाहिँ 2 अध्यायमा यरुसलेमको पूर्व, पश्चिम, उत्तर, दक्षिण सम्पूर्ण जातिलाई परमेश्वरले तहलाउनु भएको थियो। जातिलाई नष्ट गरे, नाश गरेको छु। तिनीहरूका गढहरू उजाड पारिएका छन्। मैले तिनीहरूका सडकहरू निर्जल तुल्याइदिएको छु, तिनमा कोही हिँड्दैनन्। तिनीहरूका सहरहरू नष्ट भएका छन्, त्यहाँ एउटै पनि छोडिने छैन। मैले सहरलाई भने, यो चाहिँ यरुसलेमलाई, तैँले निश्चय नै मेरो त्रास मान्नेछस्, मेरो ताडना ग्रहण गर्नेछस्। अब मैले तेरा शत्रुमाथि दिएको दण्डलाई देखेर पनि तिमीहरूले मन बदलेनौ, आफ्नो जीवनको चालचलनमा सुधार ल्याएनौ,
त्यसै कारण अब मेरो ताडना तिमीहरूले स्वीकार गर्नुपर्नेछ। कारण परमेश्वरको न्याय दिनदिनै ताजा छ। उहाँले अनदेखा गर्नुहुन्न। परमेश्वरले होस् न भन्नुहुन्न। उहाँ प्रेमिलो परमेश्वर हुनुहुन्छ, उहाँ न्यायी परमेश्वर पनि हुनुहुन्छ। त्यसै कारण यरुशलेमले उहाँको ताडना ग्रहण गर्नेछ। तब त्यसको बस्ने ठाउँ त्यागिने थिएन। परमेश्वरको ताडनालाई स्वीकार गरेको खण्डमा, हो दण्डलाई महसुस गरेर, हो प्रभु यो मेरो पापको कारण हो भनेर स्वीकार गरेको खण्डमा त्यसको बस्ने ठाउँ त्यागिने थिएन र मेरा सबै दण्डहरू त्यसमाथि पर्ने थिएनन्। हेर्नुहोस्, परमेश्वर ताडना दिन तयार हुनुहुन्छ, तर पश्चाताप गरिदिएको भए त्यो सबै ताडना आउने थिएन। तर भ्रष्टतापूर्वक सबै काम गर्नलाई तिनीहरू झन बढी उत्सुक भए। पश्चाताप गर्नु त कहाँ हो, अझ बढी दुष्ट कार्यतिर तिनीहरू अग्रसर भए, जसको कारण 8 पदमा परमेश्वरको दण्ड यसरी भन्नुहुन्छ उहाँले, यस कारण परमप्रभु भन्नुहुन्छ, गवाही दिन म खडा हुने दिनसम्म तिमीहरू मलाई पर्खिरहो। जाति जातिहरूलाई जम्मा गर्न र राज्य राज्यलाई भेला गर्न अनि तिनीहरूमाथि मेरो रिस पोखाउन, सबै रिस पुरा खन्याउन मैले निर्णय गरेको छु। सम्पूर्ण पृथ्वी मेरो डाहाको आगोले भस्म हुनेछ। परमप्रभु भस्म गर्ने आगो हुनुहुन्छ भन्ने पनि वाक्यांश चलाइएको छ बाइबलमा। परमप्रभुको हातमा पर्नु डरलाग्दो कुरो हो भन्ने कुरो पनि चलाइएको छ। र पनि यी दुष्टहरूले परमेश्वरको क्रोधको व्यवस्था गरे। फलस्वरूप परमेश्वरले भन्दछ, म यस्तो दिन ल्याउने छु जुन दिनमा यरुशलेम मात्र नभएर सारा विश्व परमेश्वरको न्याय आसन अगाडि उभिनेछ। र जो आफ्नो पापबाट पश्चाताप नगरिकन, पापको प्रायश्चित नगरिकन परमेश्वरको सामनेमा उभिनेछन्, तिनीहरू सबैले पापको ज्याला बेर्नु पर्नेछ, तिर्नु पर्नेछ। र त्यो चाहिँ हो विनाश, जसलाई नरक पनि भनिन्छ। यो अन्तिम दिनको न्यायको पनि चित्रण प्रभुले अगमवक्ताद्वारा हामीलाई यहाँ दिँदै हुनुहुन्छ। यरुशलेमको होस्, क्रिस्चियनको होस्, यहुदीको होस्, गैर क्रिस्चियन जुनसुकै व्यक्ति यदि परमेश्वरको ताडनालाई देखेर पश्चाताप गर्नुको सट्टा अझै पापपूर्ण जीवन जिउनको लागि उत्सुक भएर अगाडि जान्छ भनेदेखि त्यसले परमेश्वरको क्रोधको सामना गर्नेछ। अब परमेश्वरको क्रोधको सामना कसले गर्न सक्छ होला? तर यरुशलेमको सहरभित्र अर्का खालका मानिसहरू पनि थिए, जसलाई हामीले 2 अध्यायमा पनि हेरेका थियौँ। सुरुमै नम्रहरू, धार्मिकता खोज्नेहरू र परमेश्वरलाई खोज्नेहरू, 3 किसिमका मानिसहरू त्यहाँ छन्। र परमेश्वरले तिनीलाई भन्दै हुनुहुन्थ्यो, तिमीहरू विश्वासमा अडिग भएर बस, आफ्ना परमेश्वरमा भरोसा राखेर बस भन्दै हुनुहुन्थ्यो। अनि तिनै मानिसलाई, यो शासकहरूलाई दण्ड दिनुहुनेछ, चाहे त्यो धार्मिक शासक होस्, चाहे त्यो राजनैतिक शासक होस्। यदि तिनीहरूले पापपूर्ण जीवन बिताएको छ, भ्रष्ट जीवन बिताएको छ, अन्याय र अत्याचार गरेको छ, जनताहरू लुटेर सम्पत्ति कमाएको छ भने तिनीहरूले न्याय अवश्य बेर्नेछन्। तर तिनीहरूको हातबाट दुःख पाउनेहरूमाथि परमेश्वरको निगाह हुनेछ, जो नम्र छन्, जो निर्दय छन्, जो अबोध छन्, जसले आफ्नो जीवनमा आफ्नो बचावट गर्न सकेको छैन र त्यस्तो स्थितिमा पनि परमेश्वरको धार्मिकता खोजिरहेका छन्, परमेश्वरलाई खोजिरहेका छन् भने ती मानिसको लागि 9 पदबाट हेरौँ परमेश्वर के भन्नुहुन्छ। त्यस बेला देश देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु र तिनीहरू सबैले परमप्रभुको नाउँको पुकारा गरून् र काँधमा काँध मिलाएर उहाँको सेवा गरून्। कुशका नदीहरूको पारीबाट मेरो आराधना गर्नेहरू, छरपष्ट भएका मेरा प्रजाले मेरो निम्ति भेटी ल्याउने छन्। परमेश्वरले आफ्ना मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट शुद्धतातिर डोर्याउनु हुनेछ। अब यो शुद्धाइको सुरुवात कहाँबाट हेर्नुहोस् है, 9 पदमा, त्यस बेला देश देशका मानिसहरूका ओठ शुद्ध पार्नेछु।
बोली, जिब्रो, मुखबाट जब हाम्रो भाषा शुद्ध हुन्छ, त्यसले हाम्रो हृदय शुद्ध भएको कुरो देखाउँदैछ। त्यसै कारण परमेश्वरले भन्छ, म तिमीहरूको हृदयलाई अथवा के अरे ओठलाई शुद्ध पार्नेछु, जिब्रोलाई शुद्ध पार्नेछु। जुन कुराको एउटा प्रकारात्मक उदाहरण उहाँले एसाया 6 अध्यायमा देखाउनु भएको छ। एसायाले परमप्रभुको दर्शन देख्छ, प्रभुलाई सिंहासनमा बसेको देख्दछ र हो पवित्र 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 परमेश्वर भनेर स्वर्ग गुन्जमान भएको देख्दछ। र त्यसपछि आफूलाई मूल्याङ्कन गर्दाखेरि आफ्ना पाप र अधर्मले ऊ भरिएको छ र भन्छ, ओहो अब मलाई कसले बचाउन सक्छ भन्ने स्थितिमा आएको बेलामा परमेश्वरले उहाँको उपस्थितिबाट एउटा आगोको भुङ्रो ल्याएर उसको जिब्रो छोइदिनुहुन्छ र भन्छ, मैले तेरो ओठलाई शुद्ध पारेको छु, त पवित्र भएको छस्, त शुद्ध भएको छस्। मैले सुरुमा भने हाम्रो नेपालको विवेकलाई नाप्ने हो भने, नेपालको सोचाइलाई नाप्ने हो र हाम्रा देशका मानिसहरूको नैतिक माप पत्ता लगाउने हो भने आज सामाजिक सञ्जालमा उनीहरूले प्रयोग गर्ने भाषालाई हेर्नुहोस् र त्यसपछि एक आपसमा बोल्दाखेरि चलाइने भाषा पनि हेर्नुहोस्। जुन व्यक्तिको मुखबाट अथवा अहिलेको त अब हातबाट भनौँ, मुखले बोलेर भन्दा पनि हातले लेखेरै गाली गर्नेहरू धेरै देखिन्छन्। जसको मुखबाट मस्तिष्कबाट हातबाट गाली निस्केको छ भने त्यो एकदमै भ्रष्ट चरित्रको व्यक्ति हो, अनैतिक व्यक्ति हो। अनि त्यस्ता व्यक्तिलाई परमेश्वरले शुद्ध पार्ने हो भनेदेखि तिनीहरूको ओठबाट उहाँले काम सुरु गर्नुहुनेछ। उहाँले भन्नुहुन्छ, विभिन्न देशका मानिसहरूलाई म शुद्ध पारेर मेरो प्रशंसा गर्ने ओठहरू दिनेछु। मानिसमा जीवन प्रचार गर्ने, परमेश्वरको अनुग्रहको प्रचार गर्ने ओठ म तिनीहरूलाई दिनेछु र काँधमा काँध मिलाएर त्यसपछि परमेश्वरको आराधना गर्ने, सेवा गर्ने व्यक्तिहरू म विभिन्न देशबाट, कहाँबाट भन्दाखेरि कुश देश भन्नाले एकदमै त्यो त्यति बेला इजरायलदेखि दक्षिण आजको इथियोपिया भन्ने देशतिर पर्दछ। उदाहरणको लागि त्यत्रो टाढा टाढाका मानिसहरू पनि म ल्याउने छु नभन्दै आज ख्रिस्टमा संसारको पल्लो छेउबाट भनेर जस्तै हरेक कुना काप्चाबाट परमेश्वरले मानिसका ओठहरू शुद्ध पार्नु भएको छ। र आज अफ्रिका देश होस्, एसिया होस्, युरोप होस्, अमेरिका होस्, अस्ट्रेलिया होस्, जुनसुकै महाद्वीपका मानिसहरू, जुनसुकै जातका मानिसहरू, जुनसुकै वर्गका मानिसहरू, रङ्गका मानिसहरू किन नहुन्, येशू ख्रिस्टमा जब तिनीहरूको ओठ शुद्ध पारिएको हुन्छ, मुखले जब तिनीहरू प्रभुलाई आफ्नो मुक्तिदाता भनेर स्वीकार गर्दछन्, त्यसपछि हातमा हात उचालेर के अरे समातेर काँधमा काँध मिलाएर परमेश्वरको प्रशंसा गर्ने भएका छन्। त्यसको अगमबाणी सपन्य अगमवक्ताद्वारा प्रभुले येशू प्रभु आउनुभन्दा 630-40 वर्ष अगाडि नै यसरी गर्नुहुन्छ। मुखबाट काँधमा भन्ने हातमा हात मिलाएर त्यसपछि भेटी र दशांशको कुरो भेटी ल्याउने छन्। अब परमेश्वरलाई रुपियाँ पैसाको आवश्यकता पर्दैन, तरै पनि मानिसको मुख पहिलो कुरो हो। त्यसपछि उसको त्यो दिने चरित्र, लोभमुक्त व्यक्तिले दिन मन पराउँछ। परमेश्वरको नाउँमा केही न केही कुरो ऊ बलिदान चढाउन चाहन्छ, बलि गर्न चाहन्छ। त्यसपछि परमेश्वरले तिनीहरूमा अझ गर्ने काम 11 पदमा हेर्नुहोस्, त्यस दिन म प्रति गरेका तेरा सबै दुष्टाइको कारण तँलाई शर्म पर्ने छैन। जब परमेश्वरले हाम्रा ओठ शुद्ध पार्नुहुनेछ, हात शुद्ध पार्नुहुनेछ, मस्तिष्क शुद्ध पार्नुहुनेछ, नयाँ हृदय दिनुहुनेछ, तब हामीले गरेका पापको कारण हामी शर्मिन्दा हुनुपर्ने छैन। किनभने आफ्नो घमण्डमा खुसी हुनेहरूलाई यस सहरको बीचबाट म निकाल्नेछु। मेरो पवित्र डाँडामा त फेरि कहिल्यै अहङ्कारी हुने छैनस्। अब त्यस्तो प्रकारको पापपूर्ण जीवन त अपनाउने छैनस्।
12 पद, तर तेरो बीचमा म दीन र नम्रहरूलाई छोडिराख्नेछु, जसले परमप्रभुको नाउँमा भरोसा गर्छन्। इजरायलका बाँकी रहेकाहरूले कुनै गल्ती गर्ने छैनन्, तिनीहरूले झुट बोल्ने छैनन्, न तिनीहरूका मुखमा छल पाइनेछ। तिनीहरू खानेछन् र पल्टनेछन् र कसैले तिनीहरूलाई भयभीत तुल्याउने छैन। अब यो पढ्दै जाँदाखेरि यसैयाले देखेको अन्तिम दिनको दर्शन र त्यसका साथसाथै प्रकाशको पुस्तकमा परमेश्वरले अन्त्यको समयमा परमेश्वर र मानिसको जब सङ्गति हुनेछ पृथ्वीमा, मानिस परमेश्वरसँग र परमेश्वर मानिससँग हुनेछ, त्यति बेलाको दृश्य हामी यहाँ देख्दैछौँ। अर्थात् जब कुनै व्यक्तिको हृदयमा पवित्र आत्माले काम गर्नुहुन्छ र त्यो व्यक्तिभित्र परमेश्वरले नयाँ हृदय सिर्जना गर्नुहुन्छ, नयाँ आत्मा सिर्जना गर्नुहुन्छ, र त्यसपछि त्यो व्यक्तिले आफ्नो मुखबाट यीशु ख्रीष्टलाई मुक्तिदाता भनी स्वीकार गर्दछ र उसमाथि पवित्र आत्मा स्वयं आउनुहुन्छ, त्यो व्यक्ति परमेश्वरसँग यस्तो गजबले सङ्गतमा जान्छ। परमेश्वर र मानिसको त्यो मिलावट, के भन्छौ, एकता यस्तो गजबले कायम हुन्छ। अब पापले त्यहाँ काम गर्ने ठाउँ नै पाउँदैन, र जसको कारण हिजो अस्तिका पापको कारण पनि त्यो व्यक्ति अब शर्मिन्दा हुने छैन, कारण स्वयं परमेश्वरले त्यसलाई धार्मिकताको पोसाक पहिराइदिनुहुन्छ, जीवनको मुकुट पहिराइदिनुहुन्छ, यी मान सम्मान र इज्जत परमेश्वरले नै फर्काइदिनुहुन्छ भन्ने कुरा हामी तल हेर्दै जानेछौँ। 14 पदमा हेर्नुहोस्, हे सियोनकी छोरी गा, अब यस्तो अपवित्रताबाट पवित्रतातिर गएपछि बल्ल हामी गाउन सक्छौँ। हेर्नुहोस् है, याद गर्नुहोस्, कहिलेकाहीँ मण्डलीमा कुनै कुनै विश्वासी एकदमै निराश भएर बसेको छ, भजन गाउन पनि सकिरहेको छैन, आराधना गर्न पनि सकेका छैन भनेदेखि कहीँ न कहीँ हुनसक्छ उसको हृदयमा दोषी आत्माले काम गरिरहेको छ। कदा कदा उसले गल्ती गर्यो होला, भुल गर्यो होला, अनि परमेश्वरले जुन प्रकारको निगाह अनुग्रह उसमाथि गरेको छ त्यसलाई पनि पापको कारण ओझेलमा परेको जस्तो देखिन्छ होला। अनि उसमा भएको आत्मा ग्लानीले त्यो गीत भजन गान भजन स्तुति प्रशंसामा पनि ऊ हात उचाल्नै सक्दैन। अपवित्रताले हाम्रो जीवनबाट आनन्द चोरेर लैजान्छ। त यहाँनिर चाहिँ हामी आफै पवित्रै हुन नसक्ने भएको कारण स्वयं परमेश्वरले हामीलाई पवित्रतातिर डोर्याउनुहुनेछ। जब हामी परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको त्यो महापवित्र कामलाई अनुभव गर्दछौँ, त्यसपछि हामी आनन्दित हुनेछौँ। त्यहाँ पढ्दै जाउँ, बडो गजबको छ। हे इजरायल, चर्को स्वरले करा, हे यरुशलेमकी छोरी खुसी हौ र सम्पूर्ण हृदयले रमाहट गर। तेरो दण्ड परमप्रभुले हटाइदिनु भएको छ, उहाँले तेरा शत्रुहरूलाई फिर्ता पठाइदिनु भएको छ। परमप्रभु इजरायलका राजा तँसित हुनुहुन्छ, अब उपरान्त तैँले कुनै खराबीको डर मान्नु पर्दैन। त्यस दिन यरुशलेमलाई तिनीहरूले यसो भन्नेछन्, त नडरा हे सियोन, तेरो हात ढिला हुन नपाउन्। परमप्रभु तेरा परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ। यो घरिघरि शौर्य, परमेश्वर तँसित हुनुहुन्छ, उहाँ बचाउनलाई सामर्थ्य हुनुहुन्छ। तेरा दोष पनि उहाँले मेटाइदिनु भयो, तेरा शत्रुलाई पनि उहाँले हटाइदिनु भयो, उहाँ तँलाई बचाउन सक्नुहुन्छ, उहाँ तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ। यो वाक्यांश अत्यन्त मार्मिक छ। हेर्नुहोस् है, परमेश्वर नम्र, परमेश्वरको धार्मिकता खोज्ने र परमेश्वरलाई नै खोज्ने मानिसहरूसँग साह्रै प्रसन्न हुनुहुन्छ। परमेश्वर तँसित अत्यन्तै आनन्दित हुनुहुन्छ, उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ। हुनसक्छ कहिलेकाहीँ हाम्रो हृदय विचलित हुनसक्छ विभिन्न कारणवश, स्वयं परमेश्वर हाम्रो त्यो विचलित मानसिकतालाई पनि आफ्नै प्रेममा शान्त पार्नुहुनेछ। फिलिप्पी 4:6 र 7 पदमा पनि त्यही कुरो देखिएको छ।
कुनै कुराको लागि तिमी चिन्तित नहो, विचलित नहो, तर धन्यवाद साथ सारा प्रार्थना लएर परमेश्वरकोमा जाऊ र त्यसपछि उहाँले तिमीलाई यस्तो गजबको शान्ति दिनुहुनेछ जुन शान्तिले तिम्रो समझलाई नै माथ गर्नेछ र त्यसपछि ख्रीष्ट येशूमा परमेश्वरको शान्तिले तिम्रो हृदय र तिम्रो मगजलाई सुरक्षित राख्नेछ। उहाँले आफ्नो प्रेममा तँलाई शान्त पार्नुहुनेछ, शान्ति दिनुहुनेछ, जुन शान्तिले हाम्रो हृदयलाई पनि सुरक्षित, हाम्रो मगजलाई पनि सुरक्षित पार्नेछ। त्यति मात्र होइन, अन्तिम पद हेर्नुहोस् त 17को, गीत गाएर उहाँ तेरो बारेमा रमाउनुहुन्छ। परमेश्वर पनि गाउनु हुँदो रहेछ। बाइबलमा परमेश्वरले गीत गाएको कहाँ छ भनेर सोध्या खण्डमा यहाँ जान सक्नुहुन्छ। गीत गाएर उहाँ तेरा बारेमा रमाउनुहुन्छ। परमेश्वर पश्चातापी व्यक्तिलाई देख्दा कति रमाउनुहुन्छ। सुसमाचारमा त हामीले यसरी पनि सुनेका छौँ, एकजना पापीले पृथ्वीमा पश्चाताप गर्दा स्वर्गमा रमाट हुन्छ भनेको छ। स्वर्गदूतहरू परमेश्वरसँग रमाउँछन्। यहाँ पनि सपनी अगमवक्ताले यरुशलेमलाई सम्बोधन गर्दै हामीलाई भन्दैछ, हे सियोनका मानिसहरू हो, हे परमेश्वरका मानिसहरू हो, पश्चाताप गर, नम्र हौ, परमेश्वरको धार्मिकताको खोजी गर, परमेश्वरको खोजी गर, उहाँमाथि भरोसा गर, र जब उहाँले तिमीहरूमाथि काम गर्नुहुनेछ त्यसपछि आनन्दित हौ, रमाओ, किनभनेदेखि स्वयं परमेश्वर तिमीहरूमा रमाउनुहुन्छ। यहाँसम्म कि तिम्रो बारेमा परमेश्वर नै गीत गाउनुहुन्छ। त्यसै कारण मण्डलीमा भजन गाउने खालि यो एउटा चलन मात्र होइन, यो एउटा डिभाइन ह्युमन इन्टरेक्सन भन्छ यसलाई। के भन्छ, मानवीय र ईश्वरीय वार्तालाप हो। त्यो चाहिँ आराधनाको सेवा धेरै महत्त्वपूर्ण छ। त्यसै कारण मण्डलीमा आराधना गर्ने भाइ बहिनीहरू जो क्वायरमा अगाडि गएर गाउनुहुन्छ, गिटार बजाउनुहुन्छ, ड्रम सेट बजाउनुहुन्छ र कोही अगुवाई गर्नुहुन्छ भने ती भाइ बहिनीहरूलाई हामीले त्यो आराधनाको गम्भीरता बुझाउनु पर्ने हुन्छ। त्यो त एउटा डिभाइन रोमान्स भनौँ त्यसलाई, ईश्वरीय रोमान्स हो त्यो मण्डलीको आराधना। परमेश्वर हाम्रो बारेमा गीत गाउँदै हुनुहुन्छ, हामी परमेश्वरको बारेमा गीत गाउँदैछौँ। जुन कुरो कतिपटक एलोगोरिकल इन्टरप्रिटेसन भए तापनि श्रेष्ठ गीतबाट त्यो बडो गजबले व्यक्त हुन्छ। सपन्याले भन्दैछ, परमेश्वर तिम्रो बारेमा गीत गाएर आफ्नो खुसी व्यक्त गर्दै हुनुहुन्छ, त्यसकारण तिमी पनि रमाओ, आनन्द गर। जब हामी यस किसिमले परमेश्वरमा आनन्दित हुन्छौँ, यसले हामीलाई ताजा बनाउँछ, यसले हामीलाई पुनर्स्थापना पुनर्जागरण गर्दछ। त्यो कुरो 18 पदबाट हेरौँ। हामीभित्र जति पनि शोकका कुराहरू ती सिद्धिन्छन्, हामी पुनर्स्थापना पुनर्जागरण जीवित भएर निस्किन्छौँ। नियुक्त गरिएका चाडहरूको शोक म तँबाट हटाइदिनेछु, ती तेरा निम्ति भार र लाज हुन्। बेला बखतमा शोक गर्ने चाड पनि थिए यहुदीहरूका, विलाप गर्ने चाड, विलापका चाडहरू प्रभुले भन्नुहुन्छ म ती हटाइदिनेछु, त्यो तेरो निम्ति लाज र शरमका कुरा। अब त्यो विलाप गर्नु पर्दैन, शोक गर्नु पर्दैन, रमाहट गर। नेहमिया अगमवक्ताले पनि जब यरुशलेममा मानिसलाई परमेश्वरतिर फर्काएर उत्साह दिँदाखेरि रमाओ, आनन्द गर, किनभने परमप्रभुको आनन्दै तिमीहरूको बल हो भनेर उत्साहित गरेको थियो। यहाँ पनि भन्दैछ अब शोक गर्नु पर्दैन, रमाओ। र 19 पद, तँलाई थिचोमिचो गर्नेहरू सबैसँग म उचित व्यवहार गर्नेछु। तिमी बदला लिन जानु पर्दैन, तिमी लडाइँ गर्न जानु पर्दैन, म स्वयं तेरा शत्रुको ठिक ठेगान गर्नेछु। म लङ्गडाहरूलाई छुटाउने छु, अथवा बन्धनमा परेकाहरू, कुनै पनि प्रकारले हामी हिँड्न सक्ने भएका थिएनौँ भने परमेश्वरले हामीलाई छुटाउनु हुनेछ र छरपष्ट भएकाहरूलाई म क्षमा गर्नेछु। तिनीहरूलाई शर्ममा पार्ने हरेक देशमा म तिनीहरूलाई प्रशंसा र सम्मान दिनेछु। अब 2 अध्यायमा पनि हामीले हेरेका थियौँ, विभिन्न जातिले यरुशलेमका मानिसको गिल्ला गर्दै थिए। यिनीहरू परमेश्वरले पनि यरुशलेमलाई सम्बोधन ए शर्मिन्दा जाति भनेर भनेको छ।
यहाँ चाहिँ भन्दै हुनुहुन्छ, जुन जुन देशमा तिमीहरूलाई गिल्ला गरिएको थियो, तिमीलाई लाजमा पारिएको थियो, तिम्रो अपमान गरिएको थियो, त्यसै ठाउँमा म तिमीहरूलाई सम्मानित गर्नेछु। त्यस बेला म तिमीहरूलाई जम्मा गर्नेछु र त्यस बेला म तिमीहरूलाई घरमा ल्याउनेछु। जब म तिमीहरूको सौभाग्य तिमीहरूकै नजरको सामुन्ने फर्काएर ल्याउनेछु, तब पृथ्वीका सारा मानिसहरूका बिचमा म तिमीहरूलाई सम्मान र प्रशंसा दिनेछु, परमप्रभु भन्नुहुन्छ। यस किसिमले सपनिया अगमवक्ताले छोटो अगमवाणीमा परमेश्वरको धेरै लामो योजना व्यक्त गरेको छ र विशेष गरी तत्कालीन यहुदीहरूलाई सम्बोधन गर्दा त्यसपछि यहुदाको कुलबाट प्रभु येशू आफै त्यो यहुदाको प्रतिनिधित्व गर्दै आउनुभयो र ख्रीष्ट येशूद्वारा आज तपाईँ र म पनि सियोनका मानिस, यहुदाका कुलका मानिस भएका छौँ, अब्राहमका सन्तान भएका छौँ र हामीलाई यो अगमवक्ताद्वारा प्रभु भन्दै हुनुहुन्छ, यदि तिमी नम्र भयौ, यदि तिमीले परमेश्वरको राज्य खोज्यौ, धार्मिकता खोज्यौ र मलाई खोज्यौ भनेदेखि म तिम्रो हिजो अस्तिका पापले ल्याएको अपमानलाई पनि सम्मानमा परिणत गर्न सक्नेछु। र यदि तिम्रा शत्रुहरू थिए, तिमीलाई खसाल्ने मानिसहरू थिए, तिम्रो खती चाहने मानिसहरू थिए भने तिनीहरूकै सामनेमा म तिम्रो इज्जत बढाउनेछु, तिमीलाई म सम्हाल्नेछु, तिमीलाई बनाउनेछु, तिमीलाई म पुनर्स्थापना गर्नेछु। यो बडो गजबको आशिषमय अध्याय हो सपन्या 3 अध्याय र यसले हाम्रो व्यक्तिगत जीवनमा पनि धेरै उत्साह थपेको छ र हाम्रो व्यक्तिगत जीवनमा अहङ्कारी नबनौँ, अल्छी पनि नबनौँ, लोभी पनि नबनौँ, तर त्यसको सट्टामा नम्र बनौँ, उदार चित्तले प्रभुलाई मुखबाटै प्रशंसा गर्ने व्यक्ति बनौँ, मुख खोलेर प्रशंसा गर्ने व्यक्ति, अनि त्यसपछि हात खोलेर प्रभुमा भेटी र दशांश दिनको लागि पनि तयार हुने व्यक्ति बनौँ। खालि मण्डलीमा भेटी मात्र होइन कि कुनै पनि समयमा यदि मेरो हातमा 2-4 पैसा दिन सक्ने औकातमा छ भने हात खोल्ने व्यक्ति बन्न सकौँ र त्यो आत्मा हामीमा आएको खण्डमा परमेश्वर स्वयं हामीलाई आनन्दको आत्माले भरिदिनु हुनेछ। हामी रमाहट गर्नेछौँ र परमेश्वर हामीमा रमाउनु हुनेछ। जब परमेश्वर हामीसँग प्रसन्न हुनुहुन्छ भने त्यसपछि हामीलाई चाहिने सबै कुरा उहाँले अवश्य दिनुहुनेछ। त्यसै कारण हिब्रू 11:6 फेरि त्यही भन्छ, विश्वास बिना परमेश्वरलाई प्रसन्न पार्न असम्भव छ, तर जो विश्वास गरेर परमप्रभुका आउँदछ त्यसले परमेश्वरलाई प्रसन्न पार्दछ। किनभनेदेखि विश्वास गर्ने 2टा कुराहरू त्यहाँ देखाएको छ, परमेश्वर हुनुहुन्छ र उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ। यी 2टा कुरामा विश्वास गर्नुपर्ने। एउटा, परमेश्वर हुनुहुन्छ भन्ने बित्तिकै यहाँनिर पनि सपन्याले भन्दैछ, परमेश्वर तिमीसँग हुनुहुन्छ, परमेश्वर तिम्रो बिचमा हुनुहुन्छ, परमेश्वरको अस्तित्वलाई स्वीकार गर। यी दुष्ट राजाहरू, दुष्ट अगमवक्ताहरू, दुष्ट पुजारीहरूलाई पनि थाहा थियो परमेश्वर हुनुहुन्छ, तर तिनीहरूलाई लाज छैन, शरम छैन। तर नम्र व्यक्तिलाई भन्छ परमेश्वर तिमीहरूको बिचमा हुनुहुन्छ। हिब्रू 11:6 परमेश्वर हुनुहुन्छ, त्यो उहाँको अस्तित्वलाई हामीले स्वीकार गर्दैछौँ र हुनुहुन्छ मात्र होइन, उहाँलाई खोज्नेहरूलाई उहाँले प्रतिफल दिनुहुन्छ, इनाम दिनुहुन्छ। ती 2टा विश्वासका पाटाहरू हिब्रूको लेखकले हामीलाई बताएको छ र हाम्रो व्यवहारिक जीवनमा पनि त्यो लागु हुन्छ। हेर्नुहोस्, जब हामी परमेश्वरको अस्तित्वलाई स्वीकार गर्छौँ र उहाँको चरित्रलाई पनि विश्वास गर्छौँ भने हाम्रो जीवनमा हामी दुःख कष्टका दिनमा पनि आनन्दित जीवन बिताउन सक्छौँ र परमप्रभुले हामीलाई पुनर्जागरण गर्नुहुन्छ, हतोत्साहित भएको बेलामा पनि उत्साहित बनाउनुहुन्छ र हामी एउटा रहरलाग्दो ख्रिस्टियन जीवन बिताएर यस संसारबाट बिदा हुन सक्छौँ।